हेलो एभ्रिवान, आज चाहिँ म तपाईहरुलाई मेरो सानो क्वार्टरको यो टुर गराउँछु है। हेर्नुहोस् है, होम टुर भिडियो यस्तो छ मेरो क्वार्टर चाहिँ है। किचनदेखि सुरु गरौँ है। अन्त यो चाहिँ हो मेरो सानो किचन है, जो चाहिँ म र मेरो हस्बेन्डले पुरा मजाले एकदमै मेहनत गरेर डेकोरेट गरेको छौँ यसरी हो। अन्त यो स्टिकरहरू पनि हामीले कतिवटा अनलाइन मगाइकन लगाएको हो। अब यता त सानो छ, तर 2-3 जनाको लागि यो चाहिँ ठिकै नै लाग्छ मलाई चाहिँ है। जति सानो त्यति हामीलाई अब मतलब मेन्टेन गर्नु सजिलो हुन्छ नि त हैन। अनि ठिकै छ यतिको है। अब कोही बेला बेसी मान्छे भएको बेलामा चाहिँ अलिकति म्यानेज गर्नु सार्नुपर्छ, किनभने किचन एकदमै सानो छ नि त। तर नर्मली अरू बेलाको लागि चाहिँ ठिकै छ। यहाँ हेर्नुहोस्, हाम्रो किचन चाहिँ यस्तो छ हो। कतिवटा मैले सामानहरू अनलाइन गरेको छु होइन। तपाईँलाई मन पर्यो भने म लिङ्क सेयर गरिदिन्छु, कमेन्ट गर्नुहोस् हो। यस्तो छ यहाँ चाहिँ हो। यो चाहिँ छ डाइनिङ। अन्त यो चाहिँ हाम्रो सानो बडे मिनी फ्रिज हो। यहाँ चाहिँ छ हाम्रो सानो डाइनिङ हो। यहाँ चाहिँ छ सिटिङ रुम, छेउमै छ। यसलाई पनि हामीले यसरी डेकोरेट गरेको छौँ, हेर्नुहोस्। बेसी सामानले डेकोरेट गरेको छैन, किनभने अब पछि लिएर जानु पनि हामीलाई अलिक साह्रै पर्छ नि त हो। अनि यो चाहिँ हाम्रो प्लान्ट्स, यहाँ हेर्नुहोस् है, यस्तो छ। अब तपाईँहरूलाई म मेरो भित्र रुमहरू देखाउँछु। यता चाहिँ छ हाम्रो रुम, यहाँ चाहिँ यस्तो छ हो। यता बाथरुम, यता वासरुम छ है। अनि यहाँनिर चाहिँ हो हाम्रो सानो रुम, जसले हामीले यसलाई चाहिँ मन्दिर रुम बनाएको छौँ हो। यसरी मजाले हेर्नुहोस् न, यहाँ चाहिँ छ हाम्रो सानो मन्दिर हो। यहाँ हेर्नु मेरो हस्बेन्डले के लगाएको फेरि यस्तो फोटोहरू के गरिदिन्छ। यहाँ चाहिँ यस्तो रुम। यता चाहिँ छ हाम्रो बेडरुम, यस्तो छ बेडरुम चाहिँ हेर्नुहोस्। मैले यसरी डेकोरेट गरेको छु। डेकोरेट मतलब सिम्पल छ, किनभने अब बेसी सामान जोड्यो भने त्यही हो, पछि लानु साह्रो पर्छ। यहाँ चाहिँ छु म हो। यहाँ हेर्नुहोस्, यहाँ मिरर छ। अनि यहाँ यस्तो छ रुम हाम्रो, सिम्पल। यो कर्टेन्सहरू सबै अनलाइन लिएको यो हो। अन्त तपाईँलाई लिङ्क चाहियो भन्नुहोस्, यसको पनि कमेन्ट गरिदिन्छु म।